नमस्कार। आज हामी जनैको विषयमा अलिकति गहिरिएर कुरा गरौँ न। हामीले हेर्दाखेरि जानकारीहरूले के देखाउँछ भने यो खाली धागो मात्रै होइन, यो त जीवनशैली, संस्कार अनि आफूलाई सम्झाउने एउटा माध्यम जस्तो। शरीरमा मात्रै बाँधिने होइन कि, मतलब आत्मामै बाँधिने, चेतना जगाउने अनि कर्म शुद्ध राख्ने प्रतीक हो कि जस्तो कुरा आयो। तर फेरि यहीँनिर एउटा चाखलाग्दा प्रश्न पनि उठ्दो रहेछ, जुन विवरणहरूमा नि अलिअलि देखिन्छ। यो चलन किन विशेष वर्गका, खास गरी पुरुषहरूमा मात्रै सीमित भयो त? अरू समुदायले, महिलाहरूले किन नलगाउने? के यो आध्यात्मिक ऊर्जा साँच्चै केही समूहको लागि मात्रै हो त? ल, यसलाई अलि केलाएर हेरौँ त। अब यो जनै लगाउने प्रक्रिया उपनयन संस्कारबाट सुरु हुन्छ भनिन्छ है। यो संस्कारमा त अनुशासन चाहियो, अनि ब्रह्मचर्य मतलब इन्द्रिय संयम, पढाइमा ध्यान दिने कुरा, वेद अध्ययन, नियम पालन, आत्मशुद्धि, यी सबैको वाचा लिइने रहेछ। यो त गहिरो आध्यात्मिक प्रतिबद्धता जस्तो देखियो। हो, प्रतिबद्धता नै हो। अनि यहाँनिर एउटा विचार गर्नुपर्ने कुरा के छ भने यी विवरणहरूले सैद्धान्तिक रूपमा त यो संस्कार समयका लागि खुला छ भन्छन्, तर फेरि त्यसमा प्रवेश पाउनलाई आत्मिक तयारी चाहियो, होइन? कडा अनुशासन, गुरुको मार्गदर्शन, यी कुराहरू अनिवार्य हुन्छन्। त्यसैले यो जन्मको आधारमा मात्र होइन कि, मतलब साधना र प्रतिबद्धताबाट आर्जन गरिने कुरा जस्तो देखिन्छ। भनेपछि यो साधना र प्रतिबद्धता चाहिँ बढी पुरुषमा केन्द्रित देखियो परम्परामा। महिलाको कुरा गर्दा चाहिँ स्रोतहरूले अलि फरक भन्छन्, होइन त? हो नि। त्यहाँ कस्तो कुरा छ भने पुराणहरूले चाहिँ स्त्रीहरूलाई स्वभावैले पवित्र मानेको पाइन्छ। उनीहरूको भित्री ऊर्जा नै उनीहरूको कवच हो, त्यसैले बाहिरबाट यस्तो प्रतीक चाहिँदैन भन्ने तर्क रहेछ। एक किसिमले उहाँहरूलाई स्वतः सिद्ध जस्तो मानिएको बुझिन्छ। र अब यसलाई अलि फराकिलो दृष्टिकोणले हेर्दाखेरि समयसँगै सोचाइ, अभ्यासहरू बदलिन्छन् भन्ने सङ्केत पनि पाइन्छ। आजभोलिको सन्दर्भमा हेर्ने हो भने जो कोहीमा पनि, पुरुष होस् वा महिला, यदि त्यो तपस्या, नियम, साधना गर्ने क्षमता छ भने उहाँहरू पनि यस्तो सांस्कारिक यात्रामा सामेल हुन सक्ने सम्भावनालाई चाहिँ नकार्न सकिन्न भन्ने खालको विचार पनि पाइन्छ। यहाँ अलिकति परम्परागत मान्यता र अहिलेको विकसित हुँदै गएको समावेशी सोच बीचको द्वन्द्व जस्तो देखिन्छ। हो, सायद मूल सन्देश त्यही हो कि अध्यात्म कुनै जात, लिङ्ग वा वर्गको साँगुरो घेरामा बाँधिने कुरा होइन, यो त आत्माको खोज हो। अनि यसले एउटा महत्त्वपूर्ण कुरालाई जोड दिन्छ जस्तो लाग्छ। जनाई लगाउनु भनेको खालि देखाउनु मात्र होइन, धर्मलाई जीवनमा उतार्नु पर्यो। यो गौरवको कुरा हो, तर घमण्ड गर्नु भएन। यो एउटा जिम्मेवारी हो, खालि रिवाज मात्रै होइन। यो पक्ष चाहिँ निकै सोच्नुपर्ने खालको छ। त्यसो भए आजको हाम्रो यो छलफलको सार के भन्न सकिन्छ त? हामीले हेरेका विवरणहरूले जनैलाई जन्मसिद्ध अधिकार भन्दा पनि साधना र प्रतिबद्धताबाट पाउने एउटा आध्यात्मिक यात्राको प्रतीकको रूपमा देखाए, अनि त्यसमा समावेशिताको कुरा पनि बिस्तारै विकसित हुँदैछ भन्ने देखियो। हो, अनि अन्तमा एउटा कुरा सोचौँ न। जनैलाई कर्मको शुद्धता र चेतनाको जागरणसँग जोडेर आत्मस्मरण भनियो नि, मतलब आफ्नो व्रत, आफ्नो जिम्मेवारीलाई सधैँ सम्झिराख्ने। के यस्तै अरू संस्कृति वा परम्पराहरूमा पनि व्यक्तिलाई एउटा निश्चित जीवनशैलीप्रति, मूल्य मान्यताप्रति प्रतिबद्ध गराइराख्न यस्तै खालका दैनिक सम्झना गराउने अभ्यास वा प्रतीकहरू होलान् त? यो पनि एउटा सोच्न सकिने कुरा भयो है।